हेलो, नमस्ते। तपाईँहरू सबै सन्चै सुविस्तै हुनुहुन्छ होला है? मेरो चाहिँ बारीमा अहिले हरियो साग भएको छ। त्यसमा डुकु भएको छ। कति राम्रो हलदल परेको साग भएको छ अनि मिठो पनि छ। अर्ग्यानिक हो है, घरकै गाईको मलहरूमा उमारेको हो, आफ्नै बारीको हो। यसलाई यत्तिकै भुटेर खाँदा पनि मिठो हुन्छ, मासुहरूमा मिसाएर पनि खाँदा हुन्छ। अनि सोपहरू पनि उम्रेको छ है, माछाको रसमा मिलाएर खानु एकदमै मिठो हुन्छ सोप पनि फुल्नु आँट्यो। रायोको साग हेर्नुहोस् न, लह भएको छ है, स्यालेड बनाएर खाँदा पनि हुन्छ। आजकल चाहिँ धेरै चिसो छ, मौसम एकदम चिसो भइरहेको छ। तातो सुपसँग हरियो साग मिसाएर बनाएर खानु